सम्बन्धी अपाङ्गताहरूले पर्छन्। हामी रुचि सम्बन्धी अपाङ्गता मात्रै होइन, हामी भाडा सम्बन्धी समस्या छ, सामाजिक विविधता छ, समाजले हेरेको विविधता छ, त्यसलाई चाहिँ गरेर समाधान गरेर पनि अपाङ्गताको सूचना पाल्नुपर्छ भनेर हामी निरन्तर आज चाहिँ हामीले यो गण्डकी प्रदेश स्तरीय चाहिँ अर्गानिजम समाज निर्माणको लागि भेला भएका छौँ। हाम्रो यसको मेन उद्देश्य भनेको यो डिआरएफले फन्डिङ गरेर हामी दुईवटा प्रदेशमा चाहिँ हामीले काम गरिरहेका छौँ। विभिन्न प्रदेश र गण्डकी प्रदेशमा यसको मकसद भनेको के हो भने अर्गानिजम भएका व्यक्तिहरूको सञ्चालीकरण गर्नु। सञ्जाल बनाउने, यो सञ्जालले अर्गानिजम भएका व्यक्तिहरूको हक अधिकार संरक्षण गर्छ र उहाँहरूको बारेमा चाहिँ आवाज उठाउने काम गर्छ। राज्यलाई चाहिँ नीति बनाउनको लागि सहज हुन्छ भन्ने लाग्छ। अर्को कुरा चाहिँ हामीले यो 1 वर्षको परियोजना हो। 2025मा हामीले चाहिँ सक्छौँ डिसेम्बरसम्म। यसमा हामीले अर्गानिजम डे मनाउँछौँ, नेपालगञ्जमा मनाउँछौँ र अनि एसडिजी र युएनसिआरपिडी भनेको हाम्रो मूल मन्त्र हो। एसडिजी र सिआरपिडीलाई अर्गानिजम भएका व्यक्तिहरूको कसरी लिङ्केज गर्न सकिन्छ, कसरी सम्बोधन गर्न सकिन्छ, यो विषयमा पनि हामीले चाहिँ यो कार्यक्रममा गर्छौँ। आज चाहिँ हामीले के गर्छौँ भने अर्गानिजम के हो, हाम्रो पावर पोइन्ट पनि छ, हाम्रो पटलजीले चाहिँ प्रस्तुत गर्नुहुन्छ। यसलाई कसरी चाहिँ नेपालमा सम्बोधन गरिएको छ देखि लिएर युएनमादेखि विदेशमा पनि कस्तो अवस्थामा चाहिँ अर्गानिजम भएका व्यक्तिहरूको चाहिँ पहिचान छ, नेपालमा अपाङ्गताको सूचीमा राख्नको लागि के कस्ता अभ्यासहरू भइरहेका छन्। महासङ्घले चाहिँ राष्ट्रिय अपाङ्ग महासङ्घले धेरै भूमिकाहरू खेलिरहनु भएको छ। महिला मन्त्रालयमा एउटा ड्राफ्ट गएको छ, त्यो ड्राफ्टले गर्दा चाहिँ आउँछ भन्ने हामीले आशा लिएका छौँ। र अर्गानिजम एउटा चाहिँ अवस्था हो, रोग होइन। यसलाई हामी कतिपय व्यक्तिले रोग भन्छौँ। यो चाहिँ आमाको पेटमै रहँदाखेरि चाहिँ यो रङ उत्पादन हुन नसकेको कारणले गर्दा चाहिँ यो अर्गानिजम चाहिँ हुन्छ होइन। यो चाहिँ एउटा वंशाणुगत हो, कुनै पुर्खामा देखियो भने बिस्तारै चाहिँ अन्य वर्गमा पनि देखिन्छ, अन्य समुदायमा देखिन्छ। यसको अध्ययन भएको छैन, अनुसन्धान भएको छैन। यसको अन्तिम चाहिँ के हुन्छ भने समस्या के हो त भने स्किनको क्यान्सर हुन्छ, भिजन कम हुँदै जान्छ, भिजन घट्दै जान्छ। अन्ततः धेरै व्यक्तिहरू स्किनका पीडितहरू छन्, स्किन क्यान्सर भएका पीडितहरू अध्यक्षज्यू तपाईँले केही सहयोग गरिदिनु पऱ्यो भन्ने कुराहरू आइरहेको छ। धेरै देशैभरिका हामीले करिब अहिले हामी 115 जति चाहिँ सम्पर्कमा छौँ। नितान्त हाम्रो सञ्जाल छ, फेसबुक, युट्युब र चाहिँ मेसेन्जर, वाट्सएप ग्रुपमा चाहिँ हामी जोडिएका छौँ। त्यसमा 115 जनाहरू हामी अहिले प्रत्यक्ष रूपमा चाहिँ सम्पर्कमा छौँ। तर हाम्रो एकिङ डाटा चाहिँ यति नै हो भन्ने चाहिँ छैन। हाम्रो चाहिँ यति नै डाटा कति हो भन्ने छैन। चाहिँ 15,000 बच्चाहरू, 17,000 बच्चा जन्मियो भने 1 जना अर्गानिजम बच्चा जन्मिन्छ भन्ने चाहिँ अध्ययनले देखाउँछ। तर नेपालमा कति छौँ त भन्ने कुराहरू हामी चाहिँ एकिङ सरकारसँग पनि तथ्याङ्क छैन, हामीसँग पनि छैन। त्यही अभियानमा हामी कति छौँ त, हामी धेरै छैनौँ। 5-7 हजार 8-10 भन्दा बढी चाहिँ अर्गानिजम भएका व्यक्तिहरू छैनौँ। यसलाई चाहिँ नि तथ्याङ्क दिनका लागि स्थानीय सरकार, सङ्घीय सरकार र प्रदेश सरकारसँग हामीले माग गरेका छौँ। हामीले हिजो मात्रै यो सामाजिक विकास मन्त्रालयमा गण्डकी प्रदेशमा गएका थियौँ। उहाँलाई चाहिँ हामीले कुरा राखेका छौँ, कार्यक्रममा पार्छौँ भनेर भन्नुभएको छ। र स्थानीय यो पोखरा महानगरपालिकाले पनि यस्ता कुराहरू राख्नुपर्छ। हामीलाई चाहिँ भित्र हुने सनक्रिमहरू दिनमा 3 पटक चाहिँ सनक्रिमहरू लगाउनु पर्ने हुन्छ। सबभन्दा स्किनले यो घामले गर्दा हाम्रो छाला डढ्ने, छालामा घाउ हुने, फोकाहरू उठ्ने हुन्छ। त्यसले गर्दा अन्ततः चाहिँ क्यान्सर हुने सम्भावना हुन्छ। धेरै व्यक्तिहरूलाई क्यान्सर पनि भएको छ भन्दै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू लगायत अर्गानिजम भएका व्यक्तिहरू, हाम्रा अतिथिज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार। हुन्छ, धन्यवाद। हाम्रो कार्यक्रम माथि प्रकाश पारिदिनु भयो। आदरणीय भन्दा हो, साँच्चै यो अल्बिनो अपाङ्गता भन्दा हामी समाजमा केही वर्ष अगाडि बाटो हिँड्दा पनि गाह्रो हुन्थ्यो।
यति हैरान कि नमस्ते गरेर बिमीहरू पेन र बिसी पेन भनेर मागेर हैरान थियो। अहिले केही परिवर्तन हुँदै गर्दा अलिक सहजता छ। बाटो हिँड्दैन केही समय हामी मुख सुकेर हिँड्नुपर्ने अवस्था थियो। त्यसो सम्झँदै गर्दा हामी करिब प्रदेश स्तरीयको तथ्याङ्क नै हामीसँग कमी छ। म गोर्खामा बस्छु, हाम्रो गोर्खा मात्रै 25-30जनाको अगाडिमा छ। त्यसको लागि हामी बढी भनेको दलित समुदायमा देखिन्छौँ हामी र यो चाहिँ कता कता हामीलाई राज्यले पनि खोजेर पार्यो देख्दा पनि हामीले अगाडिको झट्ट नदेखिन्छ। हामीले जाँदै गर्दा मन्त्रीले भन्नुभयो तपाईँको दुबी हो भन्नुभयो, होइन हामी जनताको 10 हेर्दा दुबी भएर जति पनि हालिदिन्छ हाम्रो जनताको। फेरि एउटा कुरा हामीलाई विश्वास छ, म एउटा विवाहित मान्छे हो, मेरो बालबच्चामा समस्या छ, अन्य समस्या छ भन्दै हामीले यो कुराहरूमा बिस्तारै गर्नुपऱ्यो पनि यो कुरालाई अब हामीले पनि उयो गर्नुका साथ यो अपाङ्गतालाई भोलि यो कुरालाई बिस्तारै प्रदेश हुँदै जिल्ला जिल्लामा पनि पुग्नेछ र हाम्रो आवाजहरू टोलटोलमा पुगेर हामी सङ्गठित भएर त्यो खालको माहौल मिलाउँछ। त्यसरी हामी आगामी दिनमा अझै यसलाई कहाँसम्म पुग्न सकिन्छ र हाम्रो आवाज हामीभन्दा तल र एउटा ओजेना परेका साथीहरूलाई माथि उठाउन लागेको छ। अवश्य हामीले यसमा पुग्नेछौँ भन्दै अब यस कार्यक्रम उद्घाटन गरिदिनुहुन आजको प्रमुख अतिथि जिल्ला समन्वय समितिको गोपालजीलाई बिहानै परेर कार्यक्रम उद्घाटन गर्न आफ्नो धन्यवाद। कार्यक्रम सञ्चालक राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल बाँकी मण्डली प्रदेश स्तरीय संघ गठन कार्यक्रम आज यस कार्यक्रम उद्घाटन भएको घोषणा गर्छु। हस् धन्यवाद। अब हामी थोरै अल्बानी विषयमा केही पावर पोइन्टबाट हामीले केही जानकारी दिनेछौँ बुझ्नेछौँ। हुन्छ, यस कार्यक्रममाथि शुभ कामना साथै आफ्नो धारणा राखिदिनु हुँदा